आवाज आफै पनि मिठो स्वर्गीय दानी पनि हुनुहुन्छ कार्यक्रम पनि मिठो चलाउनुहुन्छ कार्यक्रम प्रस्तुता मुना सिस्टरलाई नमस्ते वाली नमस्ते म क्रोमसेको भान्जी पछिको छोरी एलिना गुरुङ कतिले चिन्नु भएको छ होला कतिले चिन्नुहुन्न होला आज हामी सँगै भेटेका छौँ आज भने पक्कै चिन्नुहुनेछ तपाईहरुलाई नि मैले चिन्ने छु मलाई पनि तपाईहरुले चिन्नुहुनेछ कहाँ होला घर भन्नुहुन्छ भने ठ्याक्कै मेरो घर चाहिँ वालिङ नगरपालिका 3 माछकोट बाङखेमा पर्छ खास गरी म चाहिँ अलिकति सानैबाट मामा घर क्यौरी बनकटातिर बसेर हुर्किएकी हो त्यसैले क्यौरी बनकटाको मान्छेहरूलाई पनि मैले मजाले चिन्छु मेरो आफन्तहरू हुनुहुन्छ त्यसै गरी बाङखे पनि आफ्नै जन्मथलो भइहाल्यो त्यसैले सबैजनालाई सम्झिन चाहन्छु यहाँबाटै मैले सुनेकी पनि छु मेरो गाउँतिरको आमाहरू बाबाहरू कसरी लिएर आउनु भएको छ नि यता पिङ खेल्न जानुहोस् है एलिना गुरुङको नाम लिएपछि डिस्काउन्ट हुन्छ भारी डिस्काउन्ट त्यसैले सबैजना ढिला नगरिकन नाचौँ रमाइलो गरौँ पक्कै पनि तपाईँहरू यता बसेर हेरिराख्नु भएको आमा बाबाहरू नाच्नुहुन्छ होला जस्तो लाग्छ छ म सानैबाट गाउँमा रोदीहरू गाउँदै सालैजोहरू गाउँदै रतौलीहरू पनि गाउँथ्यो हाम्रो गाउँमा गाउँ समुदाय पनि अलिकति थियो त्यस्तै गीतहरू गाउँदै हुर्किएको हुनाले म सुरुमा गुरुङ भएको नाताले पनि एउटा गुरुङ गीत गाउँछु